रायो साग आयो ताजा ताजा आफ्नै बारीको रायो साग तोरी साग मात्र रु 40 को मुठा कि 50 पो भनौँ 50 हो अरूलाई तपाईँहरूलाई 40 मात्रै आफ्नै बारीबाट भर्खरै चुटाएर ल्याएको के भन्नुपर्छ टिपेर ल्याएको बल्ल मम्मी हाँस्नु हो त हि गरेर हाँस्नु फेरि चुटाएर ल्याएको हाँस्नु न हामी उकालो आइसक्यौँ गाइज त्यहाँ होइन आन्टीको घर जाउँ न ल अब हामी चाहिँ सानो आन्टीको घर जाँदैछौँ होइन उहाँहरूलाई लेट्स ब्लेस देम विथ दिस ब्युटिफुल साग रायो साग आयो आफ्नै बारीको भर्खरै 5 मिनट अगाडि टिपेको ल है गाउँलेहरू रायो साग आयो तोरीको साग आफ्नै बारीको एकदम 100% अर्ग्यानिक कुनै पनि के भन्छ त्यसलाई युरिया विषादी भिटामिन केही पनि नहालिएको एकदम 100% काँचै खान मिल्ने पखालेर ठाउँको ठाउँ रायो साग तन्दुरी तोरीको साग रायोको साग आफ्नै बारीको भर्खरै टिपेर ल्याएको होइन झुकेर भने तोरी भने तन्दुरी भनेछु आउनु त आउनु यस्तो मिठो छ नि यो साग रायो साग 40 मात्रै ठुलो मुठा छ खासमा चाहिँ ब्लग बनाउँदैछु हाई अङ्कल हेलो गरिदिनु न तोरीको साग पनि यत्रो ठुलो मुठा छ रायोभन्दा डबल 40 मात्रै यत्रो ठुलो छ हजुर हो प्लिज आउनुहोस् न आउनुहोस् हेलो बाबु सो या हामीले पहिलो कस्टमर सम्भवतः उहाँहरू पोसिबिलिटी एकदमै हाई चान्स छ उहाँहरू आउनुहुन्छ हँसाउँदै जिस्काउँदै मान्छेहरूलाई हामीले चाहिँ बोलाइसकेको छ त्यो पारी डाँडा कस्तो राम्रो देखिरहेको छ यार गाइज तपाईँहरूलाई म देखाउन चाहन्छु है मेरो नयाँ फोनले थ्याङ्क्स टु माई गभर्मेन्ट फ्रेन्ड उसले पैसा लगाइदिएको थियो मेरो यहाँनिर इएमआईमा गर्ने बेला पनि उसको पैसा तर मैले तिरिसकेको छैन अझै मान्छे विदेश गएर आउने बेला भइसक्यो इएमआई क्लियर हुनु लाग्यो तर उसको चाहिँ मैले दिनै बाँकी छ 13 मिलाएर दिन्छु म होइन राखौँ आइहाल्नुहोस् ल 2टा रायो साग एउटा तोरीको साग खेर जाँदैन एकदम राम्रो छ भन्न नि पर्दैन खासमा भन्ने पर्दा एकचोटि मान्छेले ट्राई गरेपछि हाम्रो साग चाहिँ होइन गाइज यस्तो हुन्छ नि लाइक कस्तो हुन्छ धेरै पल्किन्छ क्या मान्छे किनकि म आफै पनि फ्यान हो हाम्रो मम्मीहरूले जुन उमार्नु भएको सागसब्जी हुन्छ नि लास्टै मिठो एकदमै हेल्दी हुन्छ क्या आउनु आन्टी हाई ग्यास हेर्नुहोस् है होइन पहिला चाहिँ बाध्यताले थियो अहिले चाहिँ रहरले नै हो ठुलो छ नि आन्टी अनि यो त तपाईँको 60 लिन्छ यसको बाहिर जानुभयो भने अहिले कति ल 130 रुपियाँ किलो छ अब यो आधी किलो झन्डै छ यसमा त लानुहोस् है नाना लानुहोस् हाम्रो भारी हल्का पारिदिनुहोस् अरे क्या थ्याङ्क यू 50 दिनुभएको मलाई होइन अरे 10 रुपियाँ त दिनुपर्छ हामीले त झोला त ल्याएनौँ यसो हेर्नु न हातैमा समातेर लाँदा नि भयो नि उहाँले मलाई 50 रुपियाँ दिन्छ पहिलो यो तपाईँले यतिको मिठो त काहीँ पनि पाउनुहुन्न म लेखेर दिन्छु एकदम दिदी एकदम प्योर छ नि त यो हाम्रो अगर अर्ग्यानिक भनौँ न त्यही भएर हो तपाईँलाई मिठो लागेन नि यो पैसै फिर्ता गरिदिन्छु म यतिसम्म चाहिँ हुनुपर्छ हाम्रो ग्यारेन्टी वारेन्टी गाइज बी कन्फिडेन्ट किन भारी पो हुन्छ मेरो डोको अलिक खाली पारिदिनु न आन्टी एकै खेपमा अरे के यहाँ दिदीको नि 10 रुपियाँ दिनुपर्छ मम्मी मलाई 50 रुपियाँ दिनुभएको छ यो काम एकदमै राम्रो छ है हजुर पोख्त भइसक्यो यो काम गरेर मैले हजुर पहिले काई मात्रै हो नि सधैँ हुन्न आन्टी अनि त्यही भएर तपाईँहरू लक्की हुनुहुन्छ एकदम राम्रो छ नि त सामान ब्लगको नाम चाहिँ के हो मेरो फुकुनुकु युट्युबमा हजुर ए भइहाल्छ हजुर हजुरको नि आउँछ ल सुँगुरको मासुमा पल्किनी लिम्बुनी तिरै ढल्किनी सुँगुरको मासुमा पल्केछु त्यो भिडियोमा म पनि छु नि फेरि हेर्नु है बन्दुक बोकेको छु क्या फुकुनुकु हजुर थ्याङ्क यू सो मच FUKU फुकु NUKU नुकु फुकुनुकु बाई बाई थ्याङ्क यू सो गाइज हामीले 2-4 मुठा सागहरू बिक्री गरिसकेका छौँ दिदीको पैसा दिनुभयो नाना पाउनुभयो हस् थ्याङ्क यू
तललाई बदमास एकै लातले साग अङ्कल रायो साग